धेरै प्रसिद्ध नभएको कारणले मलाई लाग्छ यो जग्गाको बारेमा थोरै मानिसहरूलाई मात्रै थाहा छ। तर यहाँबाट देखिने यो दृश्यहरूले तपाईँको मन अनि तपाईँलाई मन्त्रमुक्त बनाउने ताकत राख्दछ। यस्तै जग्गा आज म तपाईँलाई लिएर जाँदैछु। अन्तसम्म बनिरहनुहोला भिडियोमा। यो हो चुचेढुङ्गा। सधैँ चाहिँ हाम्रो यात्रा बाँके खोलाबाट सुरु भयो अनि आज राजेश र म यस्तो जग्गा जाँदैथ्यौँ जहाँ हामी कहिले गएको थिएनौँ र त्यो जग्गा हामीलाई कहाँ छ भनेर याद पनि थिएन। एउटा भिडियो हेरेको मार्फतमा हामी त्यो जग्गामा गइरहेको थियो र त्यसको बाटो कहाँबाट जान्छ भन्ने हामीलाई थाहा थिएन। हामीलाई केवल थाहा थियो कि त्यो रम्फू माथिल्लोपट्टि थियो भनेर। अनि त्यही जग्गालाई पछ्याउँदै हामी रम्फू माइनिङ फाटकमा पुग्यौँ र त्यहाँबाट गाडीबाट उत्रेर हामी उकालो गयौँ। थोरै बेर उकालो हिँडेपछि हामीलाई याद भयो कि यो बाटो त्यो जग्गामा जाँदैन भनेर, किनकि त्यो जग्गा थियो दाहिनेपट्टि। हामी यो बाटोलाई पछ्याउँदै जाँदैथ्यौँ देब्रेपट्टि र केही छिनको हिँडेपछि हामी अलिक माथि पुगेर हामीले गुगल म्यापमा हेऱ्यौँ र त्यो जहाँ हामी जान लागेको ठाउँ थियो त्यो ठाउँ हामी हिँड्दै गरेको बाटोदेखि धेरै लामो अनि टाढोमा थियो र त्यसपछि हामी त्यो बाटोलाई छोडेर हामी त्यो आफ्नो गन्तव्यलाई पछ्याउँदै हामी घारीबाट सिधा लाग्यौँ, किनकि हाम्रोमा कुनै पनि अप्सन थिएन। अब फर्केर जाउँ भने तल रोडदेखि हामी धेरै माथि आइसकेका थियौँ र उकालो जाउँ भने हामी त्यो जग्गामा पुग्थेन थियो र त्यही भएर हामी तेर्सो लाग्यौँ आफ्नो गन्तव्यलाई पछ्याउँदै। पराल जाउँ हामी, रोडै निस्क्यौँ होइन, रोडै निस्क्यौँ होइन, रोड हिँडेर जाउँ पर बरु। रम्फू त उहीँ पर जाने आखिरमा, रम्फूदेखि अलिक यतादेखि उकालो जाउँ न नि। यहाँदेखि जानुभन्दा चाहिँ किन अन्त त्यो दिदीहरू चाहिँ कसरी जानुभयो? अन्त अलिक वरै गरेर जाउँ न हामी नि। कहाँ ल्याए राजस्थानले धेरै बेर यो घारीहरू जङ्गलहरू अनि यो पातहरूसँग गडीबडी खेल्दै खेल्दै हामी अलिक अगाडि पुग्यौँ र राजेश दा भने आफ्नो एडभेन्चर मोडमा थियो, किनकि हाम्रोमा कुनै पनि अर्को अप्सन थिएन यो बाटो बाइक। अनि त्यही कारणले राजेश दा अघि अघि अनि म पछि पछि हिँडिरहेका थिएँ। त्यसपछि बल्ल हामी एउटा सम्म जग्गामा पुग्यौँ र पर एउटा बाटो देख्यौँ र ढुक्क भयो। अर्को डाँडा आएछ नि, एउटा मान्छे चाहिँ ऊ तल देखेँ बल्ल एकछिन बिचमा बाटो निस्किन अब त पुग्यो नि त। घन्टामा त पुग्छ, कहाँ पुग्यो खोल्छ के एक्सप्रो उपर एउटा धरन छ भने। र त्यसपछि हामी त्यहाँबाट फेरि अघि बढ्यौँ। राजेश दा पछि पछि हिँड्ने भयो र म फेरि अघि अघि हिँडेँ र अलिक पर पुगेपछि हामीले फेरि उकालो बाटो भेटायौँ र हामीले तलबाट हेर्दाखेरि त्यहाँनिर एउटा बाटो देखिरहेका थियौँ र त्यहाँनिर पुगेर म अघि अघि गएँ र राजेश दा अनि अलिक हिँड्न नसकेकोले गर्दाखेरि अलिक पछि बस्नुभयो र बिस्तारै आउनुभयो। बाटो चाहिँ भेटिसकेको छ। अब चाहिँ म आफै गुगल म्याप नहेरी भएन हौ। अहिले आएको चाहिँ यहाँबाट हामी हेर्नुहोस् यो मान्छेको अनुहार हेरेर आएको खतरा। यहाँबाट ल्यायो फिङ्गरप्रिन्ट कता रहेछ यस्तो दामी बाटो छोडेर चाहिँ त्यहाँबाट आउनु भनेको चाहिँ मामुली कुरा होइन नि त हौ।
एउटा चिज पछाडि एउटा चिज त्यस्तै चिज यो पासै हुन्छ यहाँ पासो भयो होइन यहाँबाट चिल्ला जान्छ हजुर यहाँबाट 13 बजी चिल्लामा चिल्छ हुन्छ हुन्छ अहिले पासो त्यो हेर्न हाल्यो चारो छ चोका चाना मैले बसिरहेको छ अहिले चाम्रो त्यो चाम्रो आयो बसेँ आमा अब एक घन्टा लाग्छ हुन्छ बल्ल बल्ल हामीले एउटा अङ्कल भेट्यौँ र ऊ अङ्कललाई हामीले बाटो सोधेपछि अङ्कलले भन्नुभयो अलिक माथिदेखि बाटो छ त्यहाँदेखि तेर्सो जानु भन्नुभयो। अनि त्यसपछि हामीले धेरै आराम भयो अनि खुसी पनि लागिरहेको थियो कि अब हामी त्यहाँ पुग्छ भनेर। अनि हामी जानुपर्ने चाहिँ यहाँ तल हो अनि हाम्रो घुमाइ चाहिँ अलिक धेरै भएको छ। अनि त्यसपछि त्यहाँ त्यो बाटो पुगेर हामीले अति आराम भइरहेको थियो र हामी एउटा गाउँमा पुग्यौँ र त्यो गाउँमा हामीले खासै मान्छेहरू चाहिँ भेटिएन। सायद आफ्नो आफ्नो काम र व्यस्ततामा बिजी हुनुहुन्थ्यो होला र त्यहाँ पुगेर हामी कहाँ पुग्यौँ भइरहेको थियो। र त्यसपछि हामीले अलिक यतापट्टि एउटा बाटो भेट्यौँ र राजेश दा अघि र फेरि म पछि भयौँ। एउटा घर छोडेर तल आइपुग्यो अघि त्यो ड्राइभर दाजुले भनेको सुन्नु पनि थिएछ नि त खासै मैले भनेको नि रोड झरेर आउँ भनेर तपाईँलाई आइपुग्यो साथीहरू आइपुग्यो बल्ल बल्ल आइपुग्यो धेरै सङ्घर्षको पछि देखाउँछु ल चढ्ने बेला चढ्यो बाटो हुँदा हुँदै कति आराम भयो साथीहरू कस्तो भिड चढेर आयो तर त्यस्तो भिड चढेको पनि जङ्गल चढेको पनि गुनासो चाहिँ छैन अहिले आएर चाहिँ पेटामा भयो मनमा अनेक शोक गुनासो चाहिँ छैन त्यति चाहिँ हेर्नु पायो को आउनु भएको छैन आउनुहोस् होला हामी यहाँको बाटो चाहिँ नआउनुहोस् सायद यहाँ तलदेखि सर्टकट होला छ कन्फर्म हो हुनसक्छ छ नै छ सर्टहरू लियो भने यहाँनिर अलिक त गरिएको थियो अघि अप्ठ्यारो बाटोको यात्रा यो जग्गाले सबै मेटाइदियो। रुखपात ढुङ्गा मुढासँग लडीबडी खेल्दै गर्दै आएको हामीले सबै बिर्स्यौँ। र आजको भिडियोमा तपाईँको माझमा हामीले यति नै पस्किन सक्यौँ। र आउँदो दिनहरूमा यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर राख्नुहोस् होला।